इन्ट्रो भन्दा भन्दै हामी आधी डेस्टिनेसनमा आइसक्यौँ। खासमा हाम्रो सनराइज हेर्न आउने प्लान थियो, सन चाहिँ राइज भएर यहाँ आइसक्यो। तर यहाँबाट हिमालको भ्यू चाहिँ बबाल देखिन्छ अरे। अब हामी हिमाल हेर्न जाँदैछौँ। तर यो ठाउँ मलाई पनि थाहा छैन के हो। भ्यू चाहिँ बबाल छ यहाँबाट, नाइस भ्यू चाहिँ बबाल छ यहाँको। ड्याम उकालो चढ्न चाहिँ हाम्रो फाटिसक्यो यार। यहाँबाट अब हामी 10-15 मिनटमा पुग्छौँ हिमाल हेर्ने ठाउँमा। पुल यहाँबाट चाहिँ हामी 10-15 मिनटमा हिमाल हेर्ने ठाउँमा पुग्छौँ। तर उकालो चढ्ने चाहिँ फाटिसक्यो। तर यहाँको बाटो चाहिँ अहिले नयाँ बनाएर चाहिँ बबाल छ यार बाटो। राइडमा आउने मान्छे चाहिँ यो बाटो आउँदा हुन्छ है। डेस्टिनेसनमा चाहिँ आइपुग्यौँ हामी। तर हिमाल भनेको आज बादल मात्र देखिरहेछ। यहाँबाट यो चाहिँ हिमाली रेन्ज हो, तर माथि देखिरहेछ बादल मात्रै। त्यहाँ पारिपट्टि चाहिँ अलिकति देखिएको, तर क्यामेरामा चाहिँ देखिन्न जस्तो। मन्दिर जाने हो, नजाउँ है। उसले महेश बस्नेतले गरेर चलाइयो क्या।
के कस्तो लाग्यो भिडियो खासै गतिलो त लागेन जस्तो छ त्यही नि ठिकै छ ल अर्को राम्रो गतिलो भिडियो लिएर आउने बाचा गर्दै अहिलेलाई चाहिँ म न्यानो अभिवादन टक्राउँदै बिदा हुन चाहे नमस्ते एन्ड पिस खोटाङ जिल्ला तितेल बजार